यो हो बोडी परवल र आलुको खास तरकारी, तर एकदम स्पेशल कुरा छ यो चाहिँ बिना तेलको। ल सुरु गरौँ है त। सुरुमा त मैले सबै भेजिसहरु काटे र कराईलाई चाहिँ एकछिन हिट गर्न दिए। हिट भएपछि मैले काटेको प्याज फ्राई गर्नलाई कराईमा राखेर फ्राई गर्न थाले। प्याजलाई चाहिँ मजाले चलाइरहनु पर्ने हुन्छ। अब प्याज ब्राउन पनि भइसक्यो। यतिको ब्राउन भइसकेपछि चाहिँ मैले अब यसमा खुर्सानी पनि राखेर आलु पनि राखे। यसलाई पनि एकछिन चलाउनु पर्ने हुन्छ। अब काटेको बोडी र काटेको परवल सबै हालिदिने। अब चाहिँ यो भेजिसहरु चाहिँ सबै मजाले चलाउनु पर्ने हुन्छ। मैले चाहिँ भेजिसहरु सफ्ट हुनलाई चाहिँ एकछिन राखिदिए। 1-2 मिनेट पछि मैले ढक्कन निकालेर तरकारीहरु फेरि चलाइदिए मजाले। अब चाहिँ मैले बेसार पनि हालिदिए। बेसार हालिसकेपछि चाहिँ फेरि मैले मजाले चलाइदिए। अब चाहिँ मसला पनि हालिदिए। यो मसला चाहिँ मैले घरमै बनाएको, यसमा सबै स्पाइसेसहरु मिक्स छ। यसरी मसला हालेपछि मजाले फेरि चलाइदिने। अब लसुन अदुवाको पेस्ट पनि हालिदिने अनि फेरि चलाउनु पर्ने हुन्छ। अब चाहिँ मैले तरकारीमा तातो पानी पनि हालिदिए। तातो पानी हालेपछि मैले डाडुले हल्का तरिकाले त्यो तरकारीलाई मजाले चलाइदिए। त्यसपछि मैले कुक्ड हुनको लागि चाहिँ ढक्कनले ढाकिदिए। पाक्यो कि भनेर मैले चेक गरेको, पाकेको रहेनछ र फेरि नुन हाल्न बिर्सेको रहेछु अनि नुन पनि हालिदिए मैले। नुन हालेर चलाइदिए। 3-4 मिनेट ढक्कन लगाएर छोडिसकेपछि तरकारीको रस सबै सुकिसकेको हुन्छ र तरकारी पनि पाकिसक्यो। तरकारीको रस सुकेपछि चाहिँ फेरि चलाउनु पर्ने हुन्छ। मलाई चाहिँ खानासँग तरकारीको रस मन पर्ने भएर त्यसमा थोरै रस फेरि हालेर त्यसलाई उम्लिन दिए। उम्ली पनि सक्यो। यो तरिकाले हजुरहरूले पनि तरकारी बनाउन सक्नुहुन्छ। यसरी तेल नहालिकन बनाउँदाखेरि पनि एकदम मिठो हुन्छ तरकारी। यसरी खाँदाखेरि चाहिँ एकदम हेल्दी पनि भइन्छ। तेल बिना पनि मिठो तरकारी बनाऊ, स्वस्थ खाना स्वस्थ जिन्दगी। भिडियो मन पर्यो भने लाइक र सब्स्क्राइब गरिदिनुस्। अब भेटौँ अर्को रेसिपीमा। जय नेपाली किचन।